मनदेखि अब चाहिँ सुध्रिनु पर्यो भन्छु गाइस। समयले नै मलाई त सुध्रिने मौकै दिँदैन कि। तिहारको टाइम छ होइन, पसलमा अलिकति भने भेटभाट बढ्छ र पनि मलाई चाहिँ चितवन जानु छ। अब सुध्रिन्छु त जस्तो लाग्छ नि, अब मनले नमानेपछि के गर्नु त मैले। अनि हाम्रो चाहिँ फुपूको नातिको चाहिँ व्रत बन्द थियो, अनि 1 महिनादेखि निम्तो आएको थियो। म चाहिँ जाँदै जान कुनै हालतमा नि, किनकि अब त तिहार लागिसकेको छ अनि पसलमै बस्नुपर्छ भन्ने लागिरहेको थियो। त्यही भएर हिजो बेलुकासम्म म जाने कुनै सोच थिएन। बिहान ठ्याक्कै दाइको कल आयो, त जसरी नै आउनुपर्छ है, काइलो नआए त रमाइलो हुँदैन भन्ने कुरा गर्नुभयो। अनि मेरो 3टा दिदी हुनुहुन्छ चितवनमा चाहिँ, सो उहाँहरूले पनि मस्त कर गर्नुभयो। मेरो मम्मी जाँदै हुनुहुन्छ, उहाँले नि कर गर्नुभयो। सो त्यही भएर लौ न त गइदिउँ भन्ने लाग्यो मनले नै। अनि त्यही भएर म चाहिँ ठिक परेर हिँडिहालेको के। अनि म चाहिँ रेडी सेडी भएर ठिक परेर जान हिँडिसकेँ घरबाट, र पनि बुढालाई चाहिँ भनेको थिइनँ म चितवन जाँदैछु भनेर। अनि सिधै रेडी भएर गएर पसलमा गएर अनि भनेको क्या म जाँदैछु भनेर। फेरि बुढो यति धेरै सोझो छ कि जहाँ पनि जाऊ हो क्या, जतिसुकै जे परेन म झेल्छु, तिमी चाहिँ जाऊ हो क्या। सो त्यही भएर हामी चाहिँ बिहानको 9 बजे पठाउ लिएर पुग्यौँ गङ्गबु बस। त्यहाँबाट चाहिँ हामीले 7वटा टिकट काट्यौँ, किनकि हाम्रो फ्यामिली पुरै जाँदै थियौँ। त्यही भएर यहीँबाट रिजर्भ हान्दियो क्या हामीले चाहिँ। सो गल्छीसँग गाडी पुरै लगभग खाली थियो, त्यही भएर म चाहिँ मस्त सुतेर गएको गाइस। मलाई पत्तो छैन गल्छी पुगेको, त्यस्तो सुत्दिन्छु क्या म गाडीमा। सो गल्छी पुगिसकेपछि चाहिँ त्यहाँबाट मम्मी दाई भाउजूहरू सबै चढेपछि चाहिँ बल्ल गाडी फुल भयो, अनि सुत्न पनि पाइनँ म। अनि खोइ कुन ठाउँमा हो गाडी रोकाएको थियो, अनि हामीले त्यहाँनिर खाना खायौँ। एउटा खानाको 400 रुपियाँ लिएको थियो, तर खाना एकदम बकवास थियो, यति पनि मिठो थिएन, पुरै नुन चर्को न चर्को। त्यसपछि त्यहाँबाट हिँड्यौँ बाटोमा पुरै रमाइलो गर्दै। अनि 5 बजीतिर चाहिँ हामी पुगेको थियौँ ठ्याक्कै चितवन। हाम्रो दिदीको घरसम्मै पुऱ्याइदिनु भएको थियो कि हामीलाई गाडीले। देन हामी पुग्दाखेरि त्यहाँको माहौल चाहिँ पुरै दामी बनाइसकेको थियो गाइस। कस्तो रमाइलो फिल भएको क्या त्यो डेकोरेसन, यो सजावट देखेर क्या।